हेलो साथीहरू, नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि प्रार्थना गर्दछु हजुरहरू सबैजना सन्चै हुनुभएको होस्। अनि आज चाहिँ म तपाईहरुलाई यो रबर ब्यान्ड बुन्न म सिकाउन गइरहेको छु, जुन चाहिँ एकदम इजी छ बुन्नलाई। अनि तपाईहरुले पनि यो बुनेर आफ्नो छोराछोरीहरूलाई लगाइदिन सक्नुहुन्छ। अनि यो चाहिँ स्कुलमा पनि तपाईहरुले स्कुल हाउस ड्रेसमा पनि तपाईले मिलाएर लगाइदिन सक्नुहुन्छ। अनि आउनुस्, यसको लागि चाहिने सामानहरू: हुक्स चाहियो, 2.5 mm को हुक्स, अनि केही रबर ब्यान्डहरू चाहियो, सिजर चाहियो, निडल्स चाहियो, अनि एउटा लाइटर, अनि धागो त हामीलाई चाहिइ नै हाल्यो। अनि म चाहिँ आज तपाईहरुलाई सेतो धागोमा म यो फूलहरू बुन्नको लागि म सिकाउने छु। यो फूल बुन्नको लागि चाहिँ सुरुमा हामीलाई चेन बनाउनु पर्छ। चेन चाहिँ हामीलाई 55 वटा चेन हामीले रेडी गर्नु पर्छ। सुरुमा चाहिँ हामीले 1 चेन गरेर यसलाई लक गर्ने छौं र यो बाहेक हामीलाई 55 वटा चेन लाग्ने छ। 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 गर्दै 55 वटा चेन हामी बनाउने। अब हामीले 55 वटा चेन बनाएपछि हामी सबै यो घरहरुमा हामी एउटा एउटा सिंगल क्रोसेट हामी गर्ने छौं। यसरी छिराउने छौं र यसरी हुक्स भित्र छिरायो। अनि यो धागोलाई हामीले तान्यो, दुईटा लुप्स बनाएपछि यसलाई एउटामा हामी लिने छौं। यसलाई भन्छ हामी सिंगल क्रोसेट। हामी लास्ट समय हामी 54 वटा सिंगल क्रोसेट हामी गरेर हामी भेट्ने छौं। यसरी म चाहिँ लास्टमा आएको छु। लास्टमा पनि यसलाई सिंगल क्रोसेट गर्ने र अब चेन 3 1 2 3 गरेर हामी यता फर्काउने छौं पछाडी। र जहाँनिर सिंगल यो चेन लिएको छ त्यहीनिर चेनहरु बनाएको छ, त्यहीनिर यहीँनिर हामी 4 वटा डबल क्रोसेट गर्ने छौं। 1 2 3 4 डबल क्रोसेट एकै ठाउँमा। अनि फेरि 1 2 3 चेन गरेपछि हामीले अर्को घरमा स्लिप स्टिच गर्ने छौं। त्यसै गरेर अर्को घरमा हामी जाने छौं, त्यहाँ पनि स्लिप स्टिच गर्ने छौं। त्यहीबाट हामीले चेन 1 2 3 बनाउने छौं र त्यही घरमै हामी 4 वटा डबल क्रोसेट हुक्स भित्र हाल्ने छौं। यो धागोलाई तान्ने छौं हुक्सले, 3टा बनाउने छौं। यो बाहेक अब दुईटालाई हामी लिने छौं र फेरि यो दुईटालाई हामी लिने छौं। यसलाई भन्छ हामी डबल क्रोसेट। अर्को पनि हुक्स छिरायो, दुईटा लियो लुप अनि दुईटा लुप, फेरि हुक्स छिरायो, यो धागोलाई तान्यौं, दुईटा लुपलाई लियौं, फेरि अब दुईटा लुपलाई, अनि फेरि धागो यस्तो गर्यौं
अनि हुक्स भित्र छिरायौं, दुईटा धागोलाई लियौं अनि फेरि दुईटा धागोलाई लिएर हामी 4 वटा डबल क्रोसेट गरेपछि 1 2 3 चेन अनि अर्को घरमा स्लिप स्टिच 1 फेरि अर्को घरमा स्लिप स्टिच 1 चेन 1 2 3 अनि फेरि यही घरमा 4 वटा डबल क्रोसेट 1 क्रोसेट 2 डबल क्रोसेट 3 डबल क्रोसेट 4 डबल क्रोसेट चेन 3 र अर्को घरमा स्लिप स्टिच फेरि अर्को घरमा फेरि स्लिप स्टिच 1 2 3 चेन र त्यही घरमा 4 वटा डबल क्रोसेट 2 डबल क्रोसेट 3 डबल क्रोसेट 4 डबल क्रोसेट चेन 1 2 3 अनि अर्को घरमा स्लिप स्टिच फेरि अर्को घरमा स्लिप स्टिच चेन 3 र त्यही घरमा 4 वटा डबल क्रोसेट एउटै घरमा 4 वटा डबल क्रोसेट चेन 3 र अर्को घरमा स्लिप स्टिच यस्तै गर्दै हामी बुन्दै जानेछौं है। यस्तै गर्दै हामी बुन्दै 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 जानेछौं। यस्तो प्याटर्न हामी 23 वटा 1 2 3 4 5 वटा गर्दै 23 वटा पेटल बनाएपछि चाहिँ यति बाँकी रहन्छ, यति चाहिँ हामी छोड्ने छौं र हामी यहाँ पुगेपछि हामी भेट्ने छौं। साथीहरु म लास्टमा आइपुगे। अब चेन 3 गर्ने अनि अर्कोमा स्लिप स्टिच गर्ने अनि चेन 1 गर्ने र यसलाई कट गरिदिने है। यहाँनिर 23 वटा यस्तो प्याटर्न चाहिँ हुनु पर्यो है। अनि यति चाहिँ छोड्नु पर्छ रबर ब्यान्डको लागि। यो अलिक छोटो पार्छु म चाहिँ अनि यसले अलिक कालो नहुने गरेर यसरी पोलिदिन्छु। यताको पनि है आवाज कति साह्रो हावा चलेको आज। यस्तो भयो अनि यो पछाडीको यो भाग यो छोडेर अगाडिदेखिको भागलाई हामी सिलाउने छौं। स्यो धागोको मद्दतले यसलाई हामी यस्तो शेप दिने छौं। यस्तो यो सुल्टोपट्टिबाट गर्नुस् है, उल्टोपट्टिबाट होइन। सुल्टोपट्टिबाट तपाईले यस्तो राउन्ड राउन्ड गर्नुस्। यतिको भएपछि चाहिँ यस्तो पछाडी पारेर यसलाई यता सिलाइदिनुस्। अनि यता पनि सिलाइदिनुस् र अब हामी यो पछाडी नै यसरी राखेर हामी यसलाई सिलाउँदै जानेछौं। यसरी नै यसरी सिलाउँदै जाने।
चाहिँ फुलको सेप आउँछ। यस्तरी नै सिलाउँदै जाने। पछाडिपट्टिबाट सिलाउँदै सिलाउँदै जानु पर्यो। यो चाहिँ नसिलाउने। यति भएपछि यसलाई यहाँनिर गाँठो पारिदिने र यस्तो फुलको सेप हुन पुग्छ। त्यसपछि अब हामी रबर ब्यान्डलाई यसलाई यहाँ यस्तो गरेर यसलाई यस्तो गर्नेछौँ है। यो रबरलाई चाहिँ नसिलाउने। यसरी हामी सिलाउँदै जानेछौँ साथीहरू। तरिका चाहिँ यस्तै हो। यो रबर ब्यान्ड चाहिँ तपाईहरुले नानीहरूलाई बनाएर लगाइदिन सक्नुहुन्छ। त्यो पसलमा किनेको कस्मेटिक पसलमा किनेको अरू रबर ब्यान्डहरू भन्दा यो रबर ब्यान्ड चाहिँ एकदमै इफेक्टिभ लाग्यो मलाई चाहिँ। यस्तो गर्दा नि भयो अनि यस्तो हुन्छ। चाहिँ यतै एकचोटि बुनौँ। हामी यहाँनिर गाँठो पार्नेछौँ। र यहाँबाट यहाँ निकालेर यसलाई हामी कट गर्नेछौँ र यस्तो खालीको रबर ब्यान्ड बन्छ। अनि यो चाहिँ घुमाउँदा नि घुम्छ है साथीहरू। अनि यस्तो हुन्छ। यो चाहिँ बलियो, एकदम बलियो राम्रो है फुल। तपाईहरुले पनि तपाईहरुको नानीलाई यस्तै गरेर बुनेर लगाइदिन सक्नुहुन्छ। अनि तपाईहरुलाई यो मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। मेरो यो भिडियो मन पर्यो नि तपाईहरुले मेरो यो भिडियोलाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ एकदम नबिर्सिदिनु होला। अनि लाइक अनि शेयर पनि गर्नुस् होला भनिकन म भन्ने छु। अनि तपाईहरुलाई कस्तो लाग्यो यसरी नै बनाएर तपाईहरुको नानीहरुलाई तपाईले लगाइदिन सक्नुहुन्छ। अनि अरु पनि यस्तै भिडियोहरु म लिएर आउने छु तपाईहरुको सामु। अहिलेलाई चाहिँ बाइ बाइ।